कापगढ अत्याधिक पाठशाला साथै बोर्डबाट पनि 2 सप्ताह सुधार्नको लागि राखिदिनुहोस् भन्ने म यहाँ निवेदन गर्दछु। विशेष गरेर आजको यस महत्त्वपूर्ण कार्यक्रम प्रमुख यसै पाठशालाका सञ्चालन समितिका सभापति श्रीमान विजय गुरुङ, साथसाथै आजको कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ हाम्रा दिदी मुनु दिदी, साथसाथै अर्का दाता हुनुहुन्छ हाम्रो प्रेमलाल रहेका श्रीमती। यसरी नै आजको कार्यक्रममा प्रमुख हाम्रा विशिष्ट व्यक्तित्व गर्नुमा हाम्रा दिदी गुरुङज्यू पदमबहादुर गुरुङज्यू हाम्रा रङ्गको वरिष्ठ व्यक्तित्व गर्नुहुन्छ, साथसाथै हाम्रा यसै पाठशालाको भूतपूर्व प्रधान शिक्षक शिव गुरुङज्यू अनि हाम्रा हायर सेकेन्डरी स्कुलका भूतपूर्व शिक्षक विजय गुरुङ सर, कासुङ सर अनि हाम्रा यसै सिन्कुना प्रोग्रामका ज्ञानदेन अनि हामी सम्पूर्ण शिक्षक शिक्षिका मेरा सहयात्रीहरू र यस पाठशालाका विशेष गरेर हाम्रा अभिभावकगण अनि विद्यार्थी नानीहरू र मैले पनि आजको यस कार्यक्रममा एउटा सानो वक्तव्य राख्ने मौका पाएँ र विशेष गरेर रङ्गो प्राथमिक पाठशाला यो रङ्गोको इतिहास नै छ। यो रङ्गोमा हामी सबै नै यसै पाठशालाका भूतपूर्व विद्यार्थीहरू र रङ्गोको यो रङ्गो भन्ने बित्तिकै रङ्गो प्राथमिक पाठशाला यहाँनिर रङ्गोदेखि बाहिर जाँदाखेरि हामीलाई अग्रजहरूले हुन्छ कि कहाँबाट आएको भनेर रङ्गो प्राथमिक पाठशाला त्यहाँनिर कुरा हुन्छ कि त्यहाँ पहिला टिचर सिक्नु थियो भने प्रकाश सर साइली गुरुआमाको कुरा आउँथ्यो र त्यहाँदेखि नै यो रङको इतिहास बसेको छ रङ्गो प्राथमिक पाठशालामा। र यो रङ्गो प्राथमिक पाठशाला हामी रङ्गोले बचाएर राख्नुपर्छ, जोगाएर राख्नुपर्छ, किनभने यसको छुट्टै एउटा नाम छ। र हामी अहिलेको वर्तमान युगमा नानीहरूको जुन चाहिँ एउटा घट्दो जनसङ्ख्याले गर्दाखेरि यो रङ्गो प्राथमिक पाठशालामा अहिले नानीहरू कमी छ। तर अघिल्लो दिनहरूमा हेर्दा यहाँनिर 250-300जना नानीहरू हामी हुँदा नै हामी पढ्दा नै यहाँनिर 150-200जना नानीहरू पाउँथ्यो भने अहिले घटेर धेरै सुन्दर भइसक्यो। तर यो स्कुललाई हामी सबैले जोगाएर राख्नुपर्छ, किनभने सरकारले दिएको विभिन्न सहुलियतहरू छ सरकारी स्कुलमा। यो सरकारी स्कुलको जो सरकारले दिएको सहुलियतहरूलाई हामीले उपभोग गर्नुपर्छ र हामीले जतिसक्दो चाहिँ यो अवेरनेस प्रोग्रामहरू गरेर हामीले जतिसक्दो चाहिँ गाउँलाई जनसम्पर्क गरेर सरकारी स्कुलमा नै नानीहरूले भर्ना गराउने कार्यक्रमहरू चाहिँ गर्नु नै पर्छ। यो कुरोलाई सरकारले पनि अघि बढाएर लगिरहेको छ। र पूर्व वक्ताले भनिसक्नु भएको छ कि सरकारी स्कुलमा विभिन्न सहुलियतहरू छ, मिड डे मिलको व्यवस्थाहरू छ, विभिन्न यहाँनिर के अरे ड्रेसहरूको फ्री कम्पलसरी छ, ड्रेस हामीले फ्री पाउँछौँ, खानेकुरा फ्री पाउँछौँ, बुक्सहरू फ्री पाउँछौँ, ताकि अहिले सरकारको पनि योजना छ कि अहिले टिचर्सहरूलाई पनि ओरिएन्टेसन प्रोग्रामहरू गरेर जतिसक्दो चाहिँ सरकारी स्कुलमा चाहिँ नानीहरूलाई चाहिँ भर्ना गराउने कार्यक्रमहरू भइरहेको छ। र हामी एउटा भन्छौँ नि, हामी चाहिँ अब एउटा देखासिकीमा चाहिँ नगएर हामीले जतिसक्दो चाहिँ हाम्रो यही सरकारी स्कुल पढाउने नै हाम्रो एउटा योजना चाहिँ हामीले बनाउनुपर्छ, मन बनाउनुपर्छ। जति पनि गार्जेन्सहरूले यहाँनिर अहिले जति पनि भर्ना गर्नुभएको छ तपाईँहरूलाई पनि हामी हाम्रो तर्फबाट धन्यवाद दिन्छौँ। र आउने दिनहरूमा हामी अझै यो स्कुललाई अझै पढाउनुपर्छ र इन्फ्रास्ट्रक्चरको धेरै कमी कमजोरीहरू छ, सरकारको नजर पुगेकै छ। सरकारले अब क्षेत्रीय सरकारहरूले पनि यसलाई हेरिसकेको छ कि ताकि रङ्गो प्राथमिक पाठशाला पनि भवन एकदमै राम्रो चाँडोभन्दा चाँडो बनाउनुपर्छ भनेर यहाँको प्रधान शिक्षकले पनि पत्रचारहरू गरेर अगाडि बढाइसक्नु भएको छ। साथसाथै इन्फ्रास्ट्रक्चरको हाम्रो डेस्क बेन्चको कमी कमजोरीहरू छ, त्यसलाई पनि फुलफिल गर्ने एउटा सरकारको योजना भइरहेको छ। र हामी चाहन्छौँ कि अब जतिसक्दो चाहिँ तपाईँहरूले है यहाँनिर नानीहरूलाई भर्ना गराइदिनुहोस्। नानीहरूलाई किताबी ज्ञान सँगसँगै यहाँनिर जति पनि नानी तपाईँको छोराछोरीले जति पनि पर्फर्मेन्स गर्नु
भएको छ त्यो नै एकदमै राम्रो। अहिलेको वर्तमान एजुकेसन पोलिसी पनि त्यही नै भइरहेको छ है। पहिला टिचर सेन्ट्रिक एजुकेसन हुन्थ्यो भने अहिले चाइल्ड सेन्ट्रिक एजुकेसन भइसक्यो। नानीहरूलाई नै अगाडि लगाएर नानीहरूको जुन चाहिँ भित्र आफ्नो भएको गुणहरू अगाडि ल्याउने जुन टिचर्सहरूको यो सरकारको यो योजना छ, टिचर्सहरूको पनि जुन छ त्यो चाहिँ अहिले सबैभन्दा राम्रो छ। किनभने अहिले जतिसक्दो सरकारले नो डिटेन्सन पोलिसीहरू पनि यो लागू गरेको छ। नानीहरूलाई फेल हुँदैन, तर नानीहरूको सर्वाङ्गीण विकासको लागि नै सरकारले ध्यान दिइरहेको छ। र त्यसले गर्दाखेरि तपाईँहरूले यो होइन कि स्कुलमा पढ्नु बित्तिकै मेरो नानीले अङ्ग्रेजी बोलिहाल्नुपर्छ भन्ने तपाईँहरू गार्जियन्सहरूको पनि यो भुल भ्रान्ति हुन्छ। र त्यसले गर्दाखेरि तपाईँहरू पनि यो कुरोलाई चाहिँ अलिकति नजरअन्दाज गरिदिनुहोस् कि रङ्गो प्राथमिक पाठशाला सरकारी स्कुलमा पढ्दाखेरि हामीले जति पनि यहाँनिर प्रायः निजी स्कुलहरूमा जति पनि पठन पाठन हुन्छ त्योभन्दा बेटर यहाँनिर सरकारी स्कुलहरूमा भइरहेको छ। किनभने सरकारले टिचर्सहरूलाई पनि विभिन्न कार्यक्रमहरू गरी नानीहरूलाई कसरी पढाउनुपर्छ भन्ने त्यो सिकाइरहेको छ भने सरकारले हरेकवटा नानीहरूको जुन चाहिँ भनौँ न विकाससम्म उनीहरूको वित्तीय जुन चाहिँ उयो छ है चाइल्ड साइकोलोजीहरू छ त्यो कुरोलाई ध्यानमा राखेर नै सरकारले नियमहरू बनाएको हुन्छ। र जतिसक्दो चाहिँ सरकारी स्कुलमा तपाईँहरूले भर्ना गरिदिनुहोस्। यो होइन कि हाम्रो स्कुलमा यो सरकारी स्कुलमा चाहिँ इङ्ग्लिस पढाइ हुँदैन भन्ने ठ्याक्कै पनि नसोचिदिनुहोस्। किनभने यहाँनिर हाम्रो टिचर्सहरूले जति पनि निजी स्कुलमा पढाइ गरेको छ त्योभन्दा बेटर नै यहाँ पढाएको छ। त्यसले गर्दाखेरि तर अलिकति यहाँनिर स्कुलको शिक्षक शिक्षिकामा कोअर्डिनेसनहरू भएर नै हामीले अवेरनेस प्रोग्रामहरू गर्नु चाहिँ सक्नुपर्छ। त्यसो गऱ्यो भने चाहिँ हामीले सरकारले पाउने सरकारले दिएको योजनाहरू सरकारले दिएको जति पनि सहुलियतहरू छ यो चाहिँ हामीले उपभोग गर्नुपर्छ भनेर हामीले गाउँमा अवेरनेस प्रोग्राम गरेर है कसरी हुन्छ हाम्रो गार्जेन्सहरू हाम्रो वरिपरि सोसाइटीमा गएर चाहिँ हामीले बुझाउन सक्यौँ भने चाहिँ हाम्रो यो सरकारी स्कुलहरू पनि शून्य चाहिँ हुँदैन। किनभने यसलाई अझै हामीले बढाएर लानु सकिन्छ। र आजको यस कार्यक्रममा है तपाईँहरूले जुन चाहिँ आजको गार्जेन्सहरूले यहाँनिर समय दिनुभएको छ, हाम्रा जति पनि अग्रजहरूले समय दिनुभएको छ र हामीले पनि आजको यो कार्यक्रममा समय दिनु सक्यौँ। किनभने हामी सरकारले भूतपूर्व विद्यार्थी यो सरकारी स्कुलको भूतपूर्व विद्यार्थीबाट हामी यहाँनिर उपस्थित हुनु नै पर्छ भन्दै मेरो यो छोटो सम्बोधन यहाँ प्रदर्शन गरेँ।